हो न देम साह्रो चाहिँ राम्रो फुलबागान हो फुलबारी मलाई दिने ल ल साह्रै राम्रो फुल पनि हजुर के नानी ल ल खोइ खोइ कहाँ के छ नानी ए माउरी रहेछ नि त कान्छाले माउरी देखेको रहेछको पाखाभरि साह्रै राम्रो फुल फुलेको छ हौ यो चाहिँ ओ अर्को पनि भमरा आइपुग्यो हो कहाँदेखि आइपुग्छको फुल चाहिँ जहाँ फुल्यो भमरा त्यहीँ आइपुग्दो रहेछको ए हेर्नुहोस् कहीँको औको चाहिँ भमराले रस खाइरहेको छन् को भमरा माउरी बिस बी हेरेर यहाँ माउरी माउरी भन्नु सानो हो माउरी साह्रै राम्रो फुलको बुवाघारीमा आएको छौँ गो हामी चाहिँ आज साह्रै राम्रो बुवाघारीमा आएको छौँ गो जताततै जताततै ऊ हजुर जताततै यहाँ हाम्रो भ्लगमा सबैजनालाई स्वागत छ है ओको चाहिँ सल्लाहकारी पनि छ को यहाँ चाहिँ नानी हो यो चाहिँ नि माउरी हो कान्छा खोइ बम्बी भन्छ के हो केही बुझ्दिनँ आएको म त साह्रै राम्रो बगैँचा देखाइरहेको छु है सबैजनाले हेरिदिनु होला यहाँ आज हामी चाहिँ जेठाको यहाँनिर आज टुर्नामेन्ट भएको अनि हेर्नु आएको छौँ को हजुर हजुर हो उपर प्र्याक्टिस गरिरहेको छ को अलिक पानी परे हिलो हिलो पनि छ यहाँ आमा हिँडिरहेको छ हिलो भएर नि ल साह्रै राम्रो फुलेको छ हौ बुवाहरू नि सानो यता आउनु है उसले चाहिँ ज्याकेट पनि लाएर आएको छ किनभने अलिक चिसो पनि छ नि त त्यसो भएको हुनाले पाखाभरि छ यो बुवा हस् त हामी फेरि अर्को भ्लगमा भेट्नेछौँ है त हाम्रो च्यानललाई यसो माया गरेर सब्सक्राइब गरिदिनु होला हेर्दै गर्नु होला हाम्रो च्यानललाई ल ल आजलाई चाहिँ अङ्क चाहिँ बिदा पो माग्नु पर्यो के गर्नुको बुवाघारीको आजको हाम्रो बुवाघारी र सल्लाहघारीको हाम्रो भ्लगलाई यहीँ अन्त्यम गर्न चाहन्छु को बाई।